मैले आफूलाई म पनि कन्टेन्ट क्रिएटर हो भनेर भन्न पाएको दिन त ओहो म कति खुसी हुन्थ्यो होला है। तर त्यो दिन कहिले आउला कुन्नी। खासमा कन्टेन्ट क्रिएटर भनेर चाहिँ कस्तो मान्छेलाई भन्छ? हामी जस्तो सानो युजर जसले डेली भिडियो बनाएर पोस्ट गर्छौँ त्यसलाई भन्न पाइन्छ कि पाइँदैन होला? यो चाहिँ मेरो मनको कुरा है। किनभने कतिजनालाई अब आई एम अ कन्टेन्ट क्रिएटर भन्दै भिडियोहरू हाल्नुहुन्छ। खासमा कन्टेन्ट क्रिएटर चाहिँ कस्तोलाई भन्छ कि नयाँ कन्टेन्ट बनाएर हाल्ने हरूलाई हो कि कस्तो हो के हो? कन्टेन्ट क्रिएटरको ट्याग पाउनलाई चाहिँ खासमा के गर्नुपर्दो रहेछ भन्ने मलाई पनि एकदमै धेरै जान्न मन लागेको छ हैन। थाहा हुनेहरूले कमेन्ट गरिदिनु होला। सो मेरो चाहिँ आज म बिहानदेखि के गर्छु, कतिवटा काम गर्छु भनेर देखाउन खोजिरहेको थिएँ। अनि बिहान उठेर चाहिँ म फ्रेस एन्ड अप भएर पूजाहरू गरेर अफिसको लागि रेडी हुन्छु। किनभने आई एम फुल टाइम वर्कर, कतिजनालाई थाहा छ। त्यसपछि अफिस सँगसँगै मैले बाहिरको कामहरू पनि गर्छु। अफिस पुगेर अफिसको काम सकाएर म कलेज गएको थिएँ आज। किनभने मेरो कलेजमा थोरै काम थियो। अनि कलेज सरकारी कलेज अब एकै दिनमा काम त हुँदैन। त्यसपछि मलाई मेरो ब्याङ्कको पनि काम थियो। अनि ब्याङ्कमा पनि त्यस्तै लाइन वेटिङ भएर अफिस आएर नास्ता खाएर फेरि म गएँ ब्याङ्कको काम गरेर आएँ। अनि त्यसपछि साँझ परिसकेपछि म निस्केँ अफिसबाट। अनि त्यसपछि ट्युसन पढाउन गएँ। मेरो चाहिँ दिनभरि यसरी बिजी हुँदै नै जान्छ। हजुरहरूको के भयो कस्तो भयो कमेन्ट गर्नु होला भन्दै थ्याङ्क यू फर वाचिङ। सी यू अन नेक्स्ट मिनी ब्लग। बाई बाई गाइज।